उहाँको फोन नउठेपछि हामीले औरही गाउँपालिकाकी उपाध्यक्ष रेणु यादवसँग यस विषयमा बुझ्दा आफू बाहिर भएकोले आफूलाई यस विषयमा केही पनि थाहा नभएको बताएकी छिन्। यो सुन्नुहोस्। अहिले जुन तपाईहरूको गाउँपालिकामा एउटा समाचार आइरहेको छ नि, महायज्ञ लगाउने भन्दै एउटा दलित परिवारको छँदाखाँदाको घर नै भत्काइदिएर तपाईँको गाउँपालिकाले बिचल्ली बनायो र महायज्ञ लगाउने ठाउँ नजिक दिपक मल्लिकको घर भएको र बजरङ्गी बाबाको आदेशमा त्यहाँ दलितको घर भएकै कारण महायज्ञ हुन नसक्ने भन्दै तपाईँहरूले डोजर लगाएर घर नै भत्काएर उनीहरूको उठिवास लगाइदिनु भयो भन्ने समाचार आइरहेको छ। उनीहरू बसेको ठाउँको माटो अपवित्र हुने भन्दै माटो समेत टाँसेर फाल्नु भयो भन्ने जुन समाचार प्रकाशित भइरहेको छ, यसबारे सत्य तथ्य के हो भनेर तपाईँलाई फोन गरेको। मलाई पनि यो घटना सम्बन्धी पहिला जानकारी केही थिएन। हिजोदेखि मात्रै थाहा भएको, यता कुरा चल्दा अनि थाहा भयो के त्यही मिडियाबाट। अनि हिजोदेखि मलाई थाहा भयो, पहिला केही थाहा छैन यस सम्बन्धी के भयो कसो छ भनेर। भनेपछि यस सम्बन्धी मलाई जानकारी थिएन के भन्नु। भनेपछि तपाईँलाई यो विषयमा केही पनि थाहा छैन? छैन। तपाईँले तपाईँको गाउँपालिका अध्यक्षसँग एकचोटि पनि बुझ्नु भएको छैन यो विषयमा? नै, मलाई केही थाहा छैन। अध्यक्षसँग भेट पनि भएको छैन। भनेपछि यो विषयसँग तपाईँ कति पनि जानकार हुनुहुन्न? नै, जानकारी छैन, थाहै छैन मलाई। अब यो घटना अब हिजोदेखि बल्ल थाहा भयो। अब यो घटना को अब कति दिन भइसक्यो, 10 दिन बितिसकेको छ, तर थाहा थिएन। म त्यति बेला कामले काठमाडौँ थिएँ।